ल दि निकालौँ है यो यसलाई हल्का ठोक्नुपर्छ आहा क्या मजाले निकाल्दिनु मोल भएन निर्मला थोरा ल्याउनु त मोल अरूको ठाउँ भयो मोल यहाँ भयो हामी अहिले फेरि यता फुल लगाइरहेछौँ अघि भर्खर धेरै पर्दैन किनेर ल्याछौँ यो फुल यो फुलको नाम के हो दिदी हो बाबरी बाबरी फुल रातो रङको छ लाग्यो है बाबरी फुल अब यो त पछि जरा टेक्दै जान्छ कि सार्न बाबरी फुल लाग्छ हेलो अलिक फुलकै माथि आएछ त्यो यो चाहिँ हामी यसमा मल मिलाइराख्नु छ मलमा माटो छ हो दिदी कागती लाउनलाई हो कागती उता राखेको छ यो कागतीको बिरुवा हो लाग्यो अब हेर्नु कागती पनि त्यसमा फलेछ हेर्नुहोस् ए फलेकै कागती ल्याछौँ हामी 12 मास फल्ने कागती हो यो कागती पनि लागेछ हाम्रो सरले यति मेहनत गर्नुभएको छ बेसरी फलोस् खाल्डोमा बस यस्तो छ यो हेर्नु त्यही छ यत्रो सानो मुलायम हुन्छ सर यो हल्का गाप गार्डनमा बस्यो यो हो लाउरे फुल लाग्यो हैन दिदी कति ठुलो हुन्छ यसले त हाङ्गा हान्छ यसले जरा यसलाई हल्का सानो डिब्बामा छ यो फलामको माटोको भाँडा हुने फुट्यो अब यो माटोको भाँडाबाट यस्तरी निकाल्ने जरा यसलाई त हातले छर्नु होला हातले छर्नु के गर्नु हामीले किनेर ल्याएको छरिहाल्ने जानु छैन होला हल्का हालिदिनुलाई त लाउरे यत्रो छ पछि हामी त्यत्रो हुन्छ म्याडमले हाम्रो लाउरे फुल लगाउनु हो आउने देखाउनुपर्छ यो टुसा छ निर्मला है पानी हाल्दा एकदम माया होसियार भएर अनि पछि बरु ठुलो भयो भने अनि फेरि यसलाई माटो चाँच्नुपर्छ ढल हामीले लगाइसकेछौँ लिचीको बिरुवा हो यो फल्यो भने सबैले बाटेर वर्षमा 2 चोटि फल्ने कुरा भन्थे त्यहाँ ल्याउने बेला नर्सरीमा यो चाहिँ 12 मासे आँप भन्थे नर्सरीमा ल्याउने बेला लगाइसकेका छौँ यो पनि वर्षमा 2 चोटि फल्छ अरे यो चाहिँ पहेँलो घन्टी फुल हामीले ल्याएर लगाइसकेका छौँ दिदी यो फुलको नाम के हो यो सानो बेर्ना दिदी यो फुलको नाम भन्नु त के हो यो सानो यो पिटुनिया गरे यो फुल यहाँ पनि छ पिटुनियाको फुल यो अलिकति ठुलो भयो भने पछि हामी ठाउँ सारी गर्छौँ यसलाई अर्को ठाउँमा लग्छौँ रोप्छौँ अनि यो फुल के रहेछ दिदी अघि हामी ल्याएको डलिया फुल हो है
दिदी यो फुल कुन फुल हो चमेली के कुन फुल यो त गोदावरी गोदावरी फुल है यो गोदावरी आज हामीले रोपेका फुल हुने नि ल्याएर ठुलो हुन्छ दिदी यो कुन फुल रे लाहुरे लाहुरे फुल गरे यो पनि लाहुरे फुल हो यो आज हामीले ल्याएर रोपेको यताको साइडमा सर्को यो घन्टी फुल पहिला हामीले ल्याएर रोपिसकेको हो यो यिनी फुल छन् यिनी सो प्लान्ट हो यो इन्डोर प्लान्ट एउटा गमलामा थियो हामी यसलाई चाहिँ चारवटा ठाउँमा यसरी सारेका छौँ पछि ठुलो भयो भने यो फुलको नाम यो लिपस्टिक भनेर लेखेछ लिपस्टिक इङ्ग्लिस नाम हो अब नेपालीमा के हो हामीलाई थाहा छैन इन्डोर प्लान्ट हो यो छेउछेउमा रातो हुन्छ नि त्यसमा त्यसलाई लिपस्टिक भन्छ हो यो छेउछेउमा रातो हुने रहेछ लिपस्टिक कलरको त्यही भएर यसलाई चाहिँ लिपस्टिक भन्ने रहेछ यसलाई फुलको नाम अर्को हाम्रो यो छ यो इन्डोर प्लान्ट भित्रै पर्छ यो ब्याम्बो यसलाई हामी अझै खोलेका छैनौँ दुईवटा ल्याएका छौँ अफिसमा टेबलमा राख्नलाई सो प्लान्ट हो यो यता हाम्रो निर्मला दिदी हुनुहुन्छ हामीले ल्याएका फुलहरूमा यो पानी हालिराख्नु भएको छ रिता दिदीले चाहिँ उहाँलाई सिकाइराख्नु भएको छ कसरी हाल्ने कति पानी हाल्ने